यो महत्त्वपूर्ण समारोहमा अध्यक्षता गर्नुहुने यो समारोह समितिका अध्यक्ष रमेश महर्जनज्यू, यहाँ उपस्थित अत्यन्त सम्मानित व्यक्तित्वहरू दुर्गालाल दाई हुनुहुन्छ, मल्ल दाई हुनुहुन्छ, हाम्रो भीमसेनजी हुनुहुन्छ, अरू विभिन्न मैले यहाँ नाम बिर्सिने मलाई सम्भावना छ। सम्मानित व्यक्तित्वहरू र सधैँ जस्तै यस वर्ष पनि अत्यन्त उत्साहका साथ यो समारोहमा सहभागी हुन उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म सबैभन्दा पहिले नेपाल सम्मत 1140 को अवसरमा न्युदया भिन्तुना भन्न चाहन्छु। यहाँहरू सबैलाई जोजोलोपा भन्न चाहन्छु। हामीहरूले यो सांस्कृतिक पर्व मनाइरहँदा हिजोदेखि हाम्रो इतिहासमा स्थापित भएका विषयहरूलाई हामी सम्झन चाहन्छौँ। त्यसलाई वर्तमानको हाम्रो जिन्दगी बदल्ने हिसाबले उपयोग गर्न चाहन्छौँ। भविष्यका हाम्रा सन्तानहरूको लागि हामी को हो भनेर हाम्रो पहिचान, हाम्रो चिनारी प्रदान गर्न चाहन्छौँ। यो अभियानमा तपाईहरू सधैँभरि लाग्दै आउनुभएको छ। तपाईहरूको यो अभियानको लागि म सलाम गर्न चाहन्छु, तपाईहरूलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। यो कार्यक्रममा सहभागी भइरहँदा म आदरणीय पद्मरत्न दाईलाई सम्झन चाहन्छु। पद्मरत्न दाई जो काठमाडौँको न्यावर समुदायको मात्रै हुनुहुन्थेन, उहाँ सिङ्गो नेपाली जनताको अत्यन्त प्रिय नेता हुनुहुन्थ्यो। उहाँ प्रजातान्त्रिक आन्दोलनको पर्याय हुनुहुन्थ्यो, मानवाधिकार आन्दोलनको पर्याय हुनुहुन्थ्यो, सामाजिक सांस्कृतिक आन्दोलनको एउटा पर्याय हुनुहुन्थ्यो। आज यो सांस्कृतिक यो अभियानमा सरिक भइरहँदा मेरा आँखाले पद्मरत्न तुलाधरलाई खोज्दैछ, तर म दुर्भाग्य उहाँलाई भेटिरहेको छैन। उहाँ सधैँका लागि हामीबाट बिदा हुनुभयो, तर उहाँले सुरुवात गर्नुभएका, उहाँले योगदान पुर्याउनुभएका ती चिजहरू हामी बाँच्नेहरूका बिचमा सधैँभरि सुरक्षित छन्। ती कहिले पनि मर्ने छैनन्, कहिले पनि ओझल हुने छैनन्। म यस अवसरमा पद्मरत्न तुलाधरजी प्रति सम्मान व्यक्त गर्न चाहन्छु र श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। पद्मरत्न तुलाधर हामी बीच सधैँ बाँचिरहनु हुनेछ। उहाँका योगदानहरू हामी बीच सधैँभरि रहिरहनेछन्। म यो चिज उल्लेख गर्न चाहन्छु। र यो सँगसँगै मैले भन्नुपर्दछ, हामीहरू आज न्युदया भिन्तुना नयाँ वर्ष नेपाल सम्मतको अवसरमा उपस्थित छौँ। यो नयाँ वर्षको उपलक्ष्यमा यहाँहरू सबैलाई फेरि पनि म शुभकामना भन्न चाहन्छु। तपाईहरूको यो अभियान, म त के भन्छु भने एउटा नयाँ वर्षको मात्रै विषय होइन, यो नेपाल प्रति गौरव गर्ने अभियान हो, नेपाल चिनाउने अभियान हो, नेपालको इतिहासप्रति गर्व गर्ने अभियान हो। यो अभियानलाई चलाउनको लागि तपाईहरू जसरी सङ्कल्पबद्ध हुनुभएको छ, यसप्रति म फेरि पनि तपाईहरूलाई सलाम गर्न चाहन्छु। तपाईहरूको यो अभियानले नेपाललाई पहिचान गराउने, नेपाल चिनाउने यो अभियानले सार्थक परिणाममा पुर्याउनेछ, म यो विश्वास व्यक्त गर्न चाहन्छु। यो नेपाल सम्मत 1140 वास्तवमा मैले अघि पनि भने यो नेपाललाई चिनाउने, नेपाललाई पहिचान गराउने, नेपालको मौलिकता दर्शाउने यस्तो खालको सम्मत हो। वास्तवमा यसले हाम्रा सबै चाडपर्वहरू, तिथि मितिका कुराहरू सबैलाई निर्धारण गरेको छ। यो विज्ञानमा आधारित छ, जीवनमा आधारित छ। विज्ञान र जीवनमा आधारित भएको यो सम्मतलाई वास्तवमा हामीले स्थापित गर्ने जो अभियान चलाएका छौँ, म त साथीहरूलाई भन्छु, एक चरण हामीले पुरा गर्यौँ, तर अहिले पनि यो अभियान
ले अझै सफलता प्राप्त गरिसकेको छैन। यो अभियान जारी रहनुपर्छ र यो नेपाल सम्बन्धलाई स्थापित गर्ने कुरामा हामीले नयाँ उचाइमा आफूलाई पुर्याउनै पर्छ। यसमा हामी सबै सँगै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। हिजो सुरुवात गरिरहँदा यो नेपाल सम्बन्धको बारेमा हामीले यो सामाजिक सांस्कृतिक आन्दोलनको रूपमा सुरुवात गरिरहँदा अघि साथीहरूले भन्नुभयो, वास्तवमा सुरुमा राष्ट्रिय सम्मतको रूपमा पनि यसले मान्यता पाएको थिएन। यो राष्ट्रिय सम्मतको रूपमा मान्यता प्राप्त गरेको छ यसले। त्यति मात्रै होइन, हाम्रा सरकारी प्याडहरूमा ती उल्लेख गरिएका छन्। अब राष्ट्रिय व्यक्तित्वहरू, राज्यको महत्त्वपूर्ण जिम्मेवारी लिने व्यक्तित्वहरूले यो मितिलाई, यो वर्षलाई, यो नेपाल सम्मतलाई उल्लेख गरिरहनु भएको छ। वास्तवमा यो हाम्रो महत्त्वपूर्ण उपलब्धि हो। तर यति उपलब्धि हुँदाहुँदै पनि मैले तपाईँहरूसित भन्न चाहन्छु, त्यसले हाम्रो व्यावहारिक जिन्दगीमा अझै पनि आउन सकेको छैन। यस पछाडिको कारण के हो? मैले यो समारोहमा तपाईँहरूलाई कुनै सुझाव या टिप्पणी गर्न खोजेको होइन, सुझाव दिन खोजेको होइन। यसलाई यो कुनै जाति विशेषको, क्षेत्र विशेषको रूपमा मात्रै हो भन्ने जो साँघुरो बुझाइ छ, यो बुझाइलाई बदल्नु जरुरी छ। पूर्वका नेपाली हुन् वा पश्चिमका नेपाली, पहाडका नेपाली हुन् या मधेसका नेपाली, उपत्यकाका नेपाली, जुनसुकै ठाउँका नेपालीहरू भए पनि यो सम्मतलाई हाम्रो नेपालको सम्मत हो बनाउने कसरी, यसमा सार्थक संवादको जरुरी छ, विमर्शको जरुरी छ। यदि यस्तो भएन भने वास्तवमा यो राम्रो चिज, मूल्यवान चिज, हाम्रो देशको हितमा भएको चिज, हामीलाई गर्व गर्ने विषय हो भनेर बोध गराउने चिज, यसले आकार जसरी लिनुपर्ने हो लिन सकिरहेको छैन। यसमा राज्यको तर्फबाट के कमजोरी छ? तपाईहरुले भन्नुभयो चलाइदेऊ, चलाएर मात्रै हुने कुरा हुन्छ कि हुँदैन। यसलाई सामाजिक जागरणको विषय बनाउनु पर्ने जरुरत छ। सबै ठाउँका नेपालीहरूले यसलाई ठिक ढङ्गले बुझ्नुपर्ने जरुरत छ। म भन्न चाहन्छु यो चिज अझै प्रभावकारी हुन सकेको छैन। हामीले राष्ट्रिय सम्मत भनेर लेखाउन त लेखायौं, क्यालेन्डरमा लेखायौं, तर मान्छेको व्यावहारिक जिन्दगीमा यसलाई लेखाउन अझै बाँकी छ। यो काम हामीले गर्नु पर्दछ। म यसमा यहाँहरूलाई म सल्लाह राख्न चाहन्छु। हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धिमाथि गर्व गरौँ, तर यतिले पुग्दैन। अझै यो उपलब्धिलाई सार्थक निष्कर्षमा पुर्याउनको लागि जरुरी छ हाम्रो यो आन्दोलन अझै जारी रहनुपर्छ। यो आन्दोलन कुनै राज्यको विरुद्धको दबाव सिर्जना गर्ने होइन, सामाजिक जागरणको, राष्ट्रिय जागरणको आन्दोलनको रूपमा यसलाई अगाडि बढाउनु पर्ने जरुरत छ। यो काममा अब हामीहरू प्रभावकारी ढङ्गले लाग्नुपर्छ भन्ने कुरा म सुझाव पनि राख्न चाहन्छु। वास्तवमा राज्यको तर्फबाट के गर्नुपर्ने हो? यहाँ साथीहरूले सुझाव दिनुभएको छ मलाई। नेपाल सम्मत न्युदय बिन्तुना समारोह समिति 1140 को तर्फबाट उहाँले 8 वटा सुझाव दिनुभएको छ। जो साथीहरूले मलाई यहाँ सुझाव दिनुभएको छ, म व्यवस्थित ढङ्गले के भन्न चाहन्छु भने तपाईहरुका यी सबै सुझाव अत्यन्त सकारात्मक छन्, ग्रहण योग्य छन्। यी सुझावहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा तपाईहरु, यो आन्दोलनको अगुवाई गर्ने साथीहरू र राज्य पक्ष बीच बसेर छलफल गर्नुपर्छ। म अहिले यो समारोहमा के वचन दिन चाहन्छु भने यी चीजहरू हामी पूरा गर्न सक्छौं, यी चीजहरूलाई कार्यान्वयन गर्न सक्छौं। यो चीज म तपाईहरुलाई वचन दिन चाहन्छु। तर यसको लागि मैले एउटा सहयोग चाहेको छु। त्यो सहयोग भनेको के हो भने तपाईहरुले यस विषयमा सार्थक ढङ्गले संवाद गर्नको लागि कसरी व्यावहारिक ढङ्गले यसलाई अगाडि बढाउने तपाईहरु रचनात्मक प्रस्ताव सहित आउनुस्। त्यसलाई पूरा गर्नको लागि सरकार तत्पर छ, सकारात्मक ढङ्गले यसलाई हेरिरहेको छ र यसलाई कार्यान्वयन गरेर अगाडि बढाउनको लागि सरकार तत्पर छ। म यो वचन दिन चाहन्छु। तपाईहरु नेपाल सम्मत 1140 को अवसरमा नेपाल सरकारको तर्फबाट उप प्रधानमन्त्री र रक्षा मन्त्री आएर बोलेको थियो भन्ने यो रेकर्ड राख्नु होला र तपाईहरु यी माग सहित, यी मुद्दा सहित तपाईहरु आउनु होला।
यसलाई व्यावहारिक ढङ्गले कार्यान्वयन गराउनेमा हामी पुरा जिम्मा जमानी लिन्छौँ। यो चिज म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। यो सँगसँगै शङ्करधर साखुवाको बारेमा राष्ट्रिय विभूति शङ्करधर साखुवा हामीले वास्तवमा बिस्तारी बिस्तारी जो यो चिजलाई अलि जनजागरणको हिसाबले ल्यायौँ, स्थापित गऱ्यौँ, राज्यले पनि यसलाई रिकग्नाइज गर्यो, यो राष्ट्रिय विभूतिको रूपमा सम्मानित गर्यो, हुलाक टिकटको रूपमा ल्यायो। अब साथीहरूको एउटा माग छ, यो सङ्घीय राजधानीको केन्द्र भागमा शङ्करधर साखुवाको एउटा पूर्ण कदको शालिग बनाउनु पर्दछ। म यो समारोहमा घोषणा गर्न चाहन्छु, यहाँको स्थानीय निकायले उपलब्ध गराओस्। यसका पूर्वाधारहरू, पूर्व शर्तहरू सङ्घीय सरकारको तर्फबाट त्यो शालिग बनाउने काम हुन्छ, म यो वचन दिन चाहन्छु। तर यसको लागि हामी सबै मिलेर काम गर्नुपर्छ। अहिले हिजो जस्तो केन्द्रमा सरकार थियो, सबै त्यही थियो, अब त्यस्तो छैन। स्थानीय तहमा सरकार छ, प्रदेश तहमा सरकार छ। यो नगरपालिका मात्रै नबुझ्नु होला, यो स्थानीय सरकार हो। यो सरकारले के काम गर्न सक्छ संविधानमा किटान गरेर लेखिदिएको छ। यस्ता कुराहरूको लागि हाम्रो महानगरपालिका स्थानीय सरकारको हैसियतले धेरै प्रभावकारी भूमिका खेल्न सक्छ। त्यो भूमिका खेलोस् भनेर म आग्रह गर्न चाहन्छु। सङ्घीय सरकारको तर्फबाट कुनै त्यसमा बाधा विरोधको त कुरा छोडिदिनुहोस्, पूर्ण रूपमा साथ सहयोग हुन्छ। यो चिज म त के भन्छु भने मेयर साहब अहिले जानुभएको छ, म मेयर साहब नभए पनि भन्न चाहन्छु, यसको जग्गा जमिनको जोरजाम गरोस्, यसको व्यवस्थित प्रस्ताव ल्याओस्। सङ्घीय सरकारले के सहयोग गर्नुपर्छ, आउने वर्ष नयाँ वर्ष मनाउँदा हामी शङ्करधर साखुवाको शालिग यहाँ बनाऊँ भनेर अठोट गरौँ। म उहाँलाई यो प्रस्ताव राख्न चाहन्छु। यस हिसाबले हामीहरू अगाडि बढ्न सक्छौँ, मेरो यो प्रतिबद्धता हो। यो सँगसँगै मैले यहाँहरूलाई भन्नुपर्दछ, वास्तवमा यो नेपाल सम्मतको कुरा गरिरहँदा मैले जस्ताको तस्तै तपाईँहरूलाई भन्न चाहन्छु, यो एउटा समुदायको, एउटा सांस्कृतिक समुदायको मात्रै विषय जस्तो भएर किन प्रस्तुत हुँदैछ। यो सबै हाम्रा पूर्वका बाहुन, छेत्री, राई, लिम्बूदेखि पश्चिमका थारूसम्म, मधेसका सबै यादवदेखि लिएर तेली सुणीसम्म र पहाडका सबै, ती सबैले यो हो, हाम्रो हो भन्ने भावना कसरी जगाउने। यसैको लागि मैले प्रस्ताव राख्न चाहन्छु। यो सामाजिक आन्दोलनको एउटा रूपमा यसलाई अगाडि बढाउनु जरुरी छ। यो झट्ट हेर्दा नेवार समुदायको मात्रै जस्तो कुराको रूपमा किन चित्रित गर्ने। मैले हेरेँ, व्यावहारिक कठिनाइ म भन्न चाहन्छु। नेपाल सम्मतको बारेमा लेखिएका यत्र प्रकाशन तपाईँहरू बिक्री गर्नुहुन्छ। म साँचो अर्थमा यो भाषा राम्रो बुझ्दिनँ, मलाई लिउँ लाग्छ, किनौँ लाग्छ, तर किनेर म बुझ्दिनँ। त्यही चिज, त्यही आवश्यकता सबैले बुझ्ने भाषामा किन लेख्दैनौँ हामी, किन प्रकाशन गर्दैनौँ, किन छाप्दैनौँ, किन वितरण गर्दैनौँ। मेरो माग हो, नम्रतापूर्वक तपाईँ आयोजक साथीहरू जो अगुवाई गर्दै हुनुहुन्छ, तपाईँहरूसित मेरो माग हो, मेरो प्रस्ताव हो, सबैले बुझ्ने गरी तपाईँहरूले भन्नुभएको छ शङ्करधर साखुवाको बारेमा जीवनी यो पाठ्यक्रममा राख्नुपर्छ, पाठ्य पुस्तकमा राख्नुपर्छ। म मन्जुर गर्छु। म शिक्षा मन्त्रीसित शिक्षा नीतिको बारेमा फैसला हुँदैछ, हामी चाँडै गर्दैछौँ। राष्ट्रिय विभूतिहरूलाई चिनाउने हिसाबले हाम्रो शिक्षामा ती कुराहरू आउनुपर्छ, हाम्रो पाठ्यक्रममा आउनुपर्छ। यो चिज बोल्ने जिम्मा म लिन्छु। मैले तपाईँहरूलाई भन्न चाहन्छु, यो चिजको कुरा हामी गर्छौँ। तर आज जरुरत के हो भने जसले जे बुझ्यो उसले मात्रै बुझेर हुँदैन, सबैलाई बुझाउने आँट चाहिन्छ, त्यो योजना चाहिन्छ, त्यो दृष्टि चाहिन्छ। यदि आफूले बुझ्यो त्यति मात्रै सबै थोक भन्यो भने साँगुरो दायरामा अल्मलिन्छ। यो अल्मलिने छुट हामी कसैलाई छैन, तपाईँहरूलाई पनि छैन। हामी एउटा फराकिलो ढङ्गले सबैलाई समेट्ने हिसाबले जानु जरुरी छ। यो काममा तपाईँहरू लाग्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। र यो जहाँसम्म यो किजा पूजाको, भाइटिकाको कुरा, म पूजाको कुरा, तिथिमिति मिलेन भन्ने कुरा छ, यसमा यो
समारोह समितिमा यो 13 गते बिदा दिएन भन्ने एउटा आलोचना पनि छ, तर यो चिज भइसकेको छ। वास्तवमा यो चिज कुनै राजनीतिक निर्णय गर्ने विषय होइन। यो त सांस्कृतिक आन्दोलनमा लागेका, यो अभियानमा लागेकाहरूले, यो पञ्चाङ्ग पात्रो समितिमा रहनुभएका साथीहरूले, व्यक्तित्वहरूले, विद्वानहरूले र वास्तवमा नेपाल सम्मतसित सम्बन्धित यसको अगुवाई गर्नुहुने व्यक्तित्वहरू बसेर मिलाउनुपर्छ। म रमेशजीसित पुरा सहमत छु। यसपटक जे भो अब आउने वर्षदेखि यस्तो अन्तर्विरोध हुनु हुँदैन, यो बेमेलको स्थिति हुनु हुँदैन। हाम्रो यस्तो सानो कुरामा बेमेल भयो, हामी अलग अलग भयौँ भने यसले राम्रो सन्देश जाँदैन। त्यसकारणले म के भन्न चाहन्छु भने तपाईहरूले राजनीतिक नेतृत्वलाई पनि कुरो यसो है भनेर बताउनुपर्छ, यता होइन यता जानुपर्छ भनेर सिकाउनुपर्छ। राजनीतिक नेतृत्वले जम्मै कुरा बुझ्दैन, तपाईहरूले बुझाउनुपर्छ। यो बुझाउने योजना र प्रस्ताव तपाईहरूसित हुनुपर्छ। म यो माग गर्न चाहन्छु। र तपाईहरू जो वास्तवमा यो भाषा आन्दोलन, यो नेपाल सम्मतको कुरा, मानवाधिकारको कुरा, यो सँगसँगै चलेका आन्दोलन हुन्, त्यसको कर्मभूमि वास्तवमा काठमाडौँ उपत्यका रह्यो। त्यसको अगुवाई गर्ने एकजना मैले नेता पद्मरत्न तुलाधरजीको बारेमा अघि सम्झना गरेँ। उहाँ त्यसको अगुवा हुनुहुन्थ्यो, अरू साथीहरू सबै हुनुहुन्थ्यो। वास्तवमा त्यो आन्दोलन त्यसरी उठ्यो र आज एक चरणमा हामीले सफलता प्राप्त गरेका छौँ। मैले भने एक चरणमा, तर यो अन्तिम सफलता प्राप्त भइसकेको छैन। नेपाललाई चिनाउने, नेपालको इतिहासप्रति गर्व गर्ने वास्तवमा यो आन्दोलनलाई स्थापित गर्न हामी सबै एकताबद्ध भएर लागौँ। म यही आग्रह गर्न चाहन्छु। आज सम्माननीय प्रधानमन्त्रीज्यू प्रमुख अतिथिको रूपमा आमन्त्रित हुनुहुन्थ्यो। उहाँ कारणवश आउन सक्नु भएन, तर उहाँले तपाईहरूको यो कार्यक्रमको प्रति सफलताको शुभकामना पठाउनु भएको छ। म सम्माननीय प्रधानमन्त्रीजीले पठाउनु भएको यो शुभकामनाको सन्देश पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र उहाँले यो आन्दोलन अगाडि बढ्नुपर्छ। यो सामाजिक र सांस्कृतिक आन्दोलनको रूपमा यसले मुलुकलाई दह्रो बनाउने काम गर्नुपर्छ। सामाजिक सद्भावलाई अझै सुदृढ गर्ने काम गर्नुपर्छ। यही सामाजिक सद्भावको जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ भन्ने सन्देश पनि यसले दिनुपर्छ भनेर सम्माननीय प्रधानमन्त्रीजीले भन्नुभएको छ। म यो तपाईँलाई जानकारी गराउन चाहन्छु। एउटा कुरा मैले जाँदा जाँदै भन्नुपर्छ, तपाईँहरूलाई कस्तो लाग्छ कुन्नी यो सरकार, कम्युनिस्ट पार्टीको सरकार, धर्म नमान्ने, संस्कृति नमान्ने, हाम्रो सामाजिक परम्परा नमान्ने भनेर आगो सल्काउन चाहनेहरूले एउटा न्यू पाए केही दिन अगाडि। गुठीको कुरा, गुठी विधेयकको कुरा हेऱ्यौ? यो कम्युनिस्टहरू धर्म मान्दैनन्, संस्कृति मान्दैनन्, परम्परा मान्दैनन्। हाम्रो सयौँ हजारौँ वर्षदेखि चलेको गुठीलाई अब बिगार्न खोजे भनेर आगो सल्काउने काम हो। म यो सरकारको जिम्मेवार मन्त्री तपाईहरुसित एकदम पूर्ण जिम्मेवारीका साथ भन्न चाहन्छु, गुठी भनेको हाम्रो गुठी, यो उपत्यकाको गुठी हाम्रो धर्म, हाम्रो परम्परा, हाम्रो संस्कृतिको रक्षक भएर अगाडि बढेको छ। हाम्रा पुर्खाहरूले त्यसरी प्रारम्भ गरेको हो। यो गुठीको अस्तित्वलाई सक्ने कुरा त होइन, यसलाई अझै परिष्कृत समृद्ध बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो। तर गुठीको नाममा तपाईहरु हेर्नु होला, तराई मधेसतिरका गुठीहरू, पश्चिमतिरका गुठीहरू, यही उपत्यकाका पनि कतिपय गुठीहरूको के गतिविधि छ। आज सार्वजनिक खालका ठाउँहरू कसरी अतिक्रमित हुँदैछन्, कसरी गुठीको नाममा जाँदैछन्, हो त्यो चिजप्रति हाम्रो ध्यान जानु जरुरी छ। गुठी हाम्रो धर्म बचाउने गुठी, हाम्रो संस्कृति बचाउने गुठी, हाम्रो परम्परा बचाउने गुठी, हाम्रा पुर्खाहरूले प्रारम्भ गरेको चिजको रक्षा गर्ने गुठी, त्यो गुठी कहिले पनि भत्कदैन, त्यो गुठी कायम रहन्छ। तर गुठीको नाममा सामन्ती शोषण गरेर किसानहरूलाई पुस्तौं पुस्तादेखि हरुवा चरुवा बनाउने, हली गोठाला बनाउने, तर त्यो जमिनको मालिक बन्न नदिने गुठी चाहिँ उचित होइन। त्यसको पुनर्व्यवस्थापन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। तर म जिम्मेवारीका साथ तपाईहरुलाई भन्न चाहन्छु, कुनै पनि जनताको जिन्दगीसित गाँसिएका यस्ता कुराहरू ल्याउनु पर्यो भने
सरोकारवालाहरूसित हामी छलफल गरेर सल्लाह गरेर सुझावहरू लिएर अगाडि बढ्छौँ। यो चिज पनि म विश्वास दिलाउन चाहन्छु। विगतमा जे जस्ता कुराहरू भए, अलिकति ढङ्ग नपुगेको हुनसक्छ, अलिकति तरिका नपुगेको हुनसक्छ, त्यसले कमजोरी प्रकट भएको हुनसक्छ। आउने दिनमा ती कुरा हुने छैनन्। हाम्रो परम्परा जोगाउने गुठी कायम रहन्छ, म यो विश्वास दिलाउन चाहन्छु। र आज यो जुन कार्यक्रम तपाईँहरूले आयोजना गर्नुभयो त्यसको लागि यो राम्रो कामको निरन्तरता मात्रै होइन, अग्रगमनतर्फको एउटा अभियान पनि हो। यसले यही हिसाबले निरन्तरता पाओस्। म यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। सबै साथीहरूलाई जोजोलप्पा नमस्कार।